साथीहरु नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। हेर्नुस् त साथीहरु, यो चाहिँ ड्रोनबाट खिचिएको दृश्य हो। यो चाहिँ एउटा हाम्रो इन्डोनेसिया भन्ने देशको चाहिँ बाली नामक एउटा आइल्यान्डको भ्यू हो। हेर्नुस् त यो आइल्यान्ड कति राम्रो, ओ माय गॉड, व्हाट अ ब्युटिफुल प्लेसेस। धेरै नै राम्रो। यहाँ चाहिँ यो बाली भन्ने ठाउँमा चाहिँ एकदमै फेमस टुरिज्म उसको लागि चाहिँ संसारभरिबाट भिजिट गर्नको लागि टुरिस्टहरू जाँदा रहेछन् हैन। एकदमै राम्रो ठाउँ रहेछ यो बाली भन्ने ठाउँ चाहिँ। म पनि एक दिन फ्यामिलीसँग यो ठाउँमा चाहिँ मेरो पनि घुम्न जाने मेरो पनि ड्रिम रहेको छ। तपाईहरुको सोच के छ? के तपाईहरु पनि बाली घुम्न जान चाहनुहुन्छ? तपाईहरु बालीको बारेमा के जान्नु भएको छ, के बुझ्नु भएको छ, प्लिज कमेन्ट गर्नुहोस् तपाईहरुको मनमा लागेको कुराहरु। अनि कोही तपाईहरु अलरेडी गइसक्नु भएको छ भनेदेखि तपाईहरुको अनुभव शेयर गर्नु होला, र कोही जाने सोचमा हुनुहुन्छ भने पनि तपाईहरुले कस्तो प्लान गरिराख्नु भएको छ प्लिज गाइज कमेन्ट गर्नु होला। मेरो चाहिँ सायद यसपालिको दशैंमा बाली घुम्न जाने प्लान छ। हेरौं के हुन्छ। अब सबै कुरा सोचे जस्तो भयो भनेदेखि एकदमै राम्रो यो रहेछ यो कन्ट्री पनि घुम्नको लागि। अनि मैले सुने बुझे अनुसारले यहाँ त एकदमै अब यो चाहिँ भनेको एकदम टुरिज्म सेक्टर, टुरिज्म प्लेस भएकोले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एकदमै ठुलठुलो होटल रिसोर्टहरू पनि छ रे हैन। अब धेरै नेपाली, इन्डियन, पाकिस्तानीहरू चाहिँ त्यहाँ गएर अब काम पनि गर्दो रहेछन् रे। मेरो एकजना साथी हुनुहुन्थ्यो इन्डोनेसियाबाटै, अहिले जुन चाहिँ अब मेरो कोवर्कर हुनुहुन्थ्यो अरु नै कुनै कन्ट्रीमा जहाँ म काम गर्दथेँ त्यहाँनेर। अनि उहाँले भन्नुहुन्थ्यो हैन एकदमै राम्रो पेहरू पनि, स्यालेरीहरू पनि राम्रै हुन्छ अरे। तर स्पेशली धेरै इन्डियनहरू अनि पाकिस्तानीहरू, बङ्गलादेशीहरू तिनीहरू चाहिँ अब आफ्नै बिजनेस पनि गरेर धेरैजनाहरू बसेको छन् रे त्यो कन्ट्रीमा। बाली मात्र नभएर पनि इन्डोनेसियाको अरू आइल्यान्डमा चाहिँ त्यो बाली चाहिँ एकदमै धेरै बिचेसहरू भएको है, एकदम टेम्पलहरू स्पेशली अनि हिन्दूहरूको लागि पनि एकदम अमेजिङ, एकदमै राम्रो ठाउँ के। ओ माय गॉड, हेर्नुस् त। अनि अर्को कुरो बुद्धिस्टहरूको लागि पनि एकदमै महत्त्वपूर्ण धार्मिक स्थल ठाउँ, हिन्दूहरूको लागि पनि। अब मुस्लिमहरूको त अब मुस्लिम कन्ट्री नै भइहाल्यो। तर पनि मलाई इन्डोनेसिया जुन चाहिँ मैले थाहा पाए अनुसारले इन्डोनेसियाको एकदमै राम्रो पक्ष भनेको चाहिँ त्यहाँनेर चाहिँ यो धार्मिक हिंसा जुन चाहिँ अब हाम्रो इन्डियातिर हुन्छ नि हैन, यो मुस्लिम हिन्दूहरू भनेर लड्ने यो बङ्गलादेश पाकिस्तानीतिर त्यसरी अब यो राजनीति हुन्छ नि जुन धार्मिक को रूपमा लिएर। तर इन्डोनेसियामा चाहिँ मैले थाहा पाए अनुसारले त्यस्तो केही छैन रे, एकदमै राम्रो। अनि सेफ्टी पनि छ रे, त्यहाँको कानुन पनि अब एकदम कडा नै छ भन्ने सुनेको। अब तर पनि अब आफ्नो सही बाटो हिँड्ने घुम्ने उसको लागि चाहिँ एकदमै राम्रो ठाउँ हो रे। अनि मलाई चाहिँ मेरो एकजना साथीले इन्भाइट पनि गरेको छ, तपाईँ आउनुभयो भनेदेखि म एकदमै अब घुमाउँछु, यताउता गाइड गर्छु भनेर भन्थ्यो। अब हेरौँ, सोचिरहेको छु जानलाई। ओहो, मेरो चाहिँ एकदमै ड्रिम नै भइसकेको छ एकचोटि चाहिँ इन्डोनेसिया घुम्न जाने भनेर। अब हेरौँ। अब त्यहाँको त यो खेतहरू पनि कस्तो राम्रो के, एकदमै आर्टिफिसियल टाइपको के है, हेर्दा पनि। ओ माय गॉड, हेर्नुस् त कति राम्रो जङ्गलहरू, त्यस्तै फरेस्टहरू है। ओहो डिट्टु। अनि छट्ट सम्झी तब मेरो एउटा त्यो साथीसँग कुरा भएको थियो क्या। अनि त्यहाँ चाहिँ धानहरू रोप्दा पनि पुरै हाम्रो नेपालकै जस्तो तरिकाले के त्यहाँको। अनि अब अरू मैले पनि अनि अरू भिडियोबाट हेरेको थिएँ। हिन्दूहरूको अब कल्चर पनि सेम लाइक अब हाम्रो नेपाली
नेपाली इन्डियनहरुको जस्तै टाइपको कल्चरहरु जुन भगवानहरु विष्णु ब्रह्मा के भन्छन् अनि उनीहरुले पूजा गर्ने तरिकाहरु टोटली सेम के एकदमै खुसी लाग्यो मलाई चाहिँ अनि म चाहिँ एकदमै यो इन्डोनेसियाको बारेमा भिडियोहरु नि हेरिराख्छु छु अनि आज यतिकै मैले यसो आफ्नो मनको कुराहरु राख्नलाई यो भिडियो बनाएको आई होप यु गाइज तपाईहरुलाई पनि यो भिडियो मन पर्यो होला ल अघि भने जस्तै ल तपाईहरुलाई के कस्तो लाग्यो तपाईहरुको के छ सोच तपाईहरु अलरेडी घुमिसक्नु भएको छ के छ विचार गर्नु होला भन्नु होला है त ल तपाईहरुको कुराहरु कमेन्टमा भन्नु होला थ्यांक यू सो मच सी यू इन नेक्स्ट भिडियो